तपाई यतिले बुझ्नुस्, यतिले मात्रै बुझ्नुस्, यहाँ पानी बाँड्नेहरू मन्त्री बाँडिरहेका छन्। म बालेन्द्र शाह, हर्क साम्पाङ र लगायत जति पनि हुनुहुन्छ, हर्क साम्पाङको धेरै ट्रोल भयो। उहाँ चाहिँ धरानका मेयर हुनुहुन्छ। देशको माटोको लागि उहाँले काम गर्नुभएको थियो। उहाँ जस्तो मान्छे मन्त्री प्रधानमन्त्री बन्न काठमाडौँ आउनुभएको थियो। त्यो टाइममा विभिन्न सामाजिक सञ्जालमा उहाँको मजाक उडाइयो। माटोको लागि काम गर्ने मान्छेहरू यो सरकारमा परेनन्। किन परेनन्? हामी त ट्रोल गर्छौँ, मजाक उडाउँछौँ, हाँस्छौँ, तर हाँसिरहँदा त्यसको गम्भीरता बुझ्दैनौँ, त्यसको संवेदनशीलता बुझ्दैनौँ, त्यो विषयहरू बुझ्दैनौँ। म हर्कजीलाई भन्न चाहन्छु, धरानका मेयर हुनुहुन्छ, हर्कजी तपाईँ पार्टी खोल्नुभन्दा आइएनजिओहरूमा यदि तपाईँ काम गरेको भए, तपाईँको त्योमा सदस्यता भएको भए सायद तपाईँ आज सरकारमा अटाउनुहुन्थ्यो होला। बालेन शाहजी पार्टी खोल्दै हुनुहुन्छ सुनिरहेको छु। बालेन शाहजी बरु एनजिओहरूको लागि काम गरेको भए आज सरकारमा राम्रै पकड हुन्थ्यो होला। केही भ्रमहरू म आज चिर्न गइरहेको छु। आज यो देश कतातिर गइरहेको छ तपाईहरू सायद कल्पनै गर्नुभएको छैन। अब यो बोलिरहँदा यो पत्रकारलाई कुनै पार्टीले चलायो कि दिवाकर पनि कुनै पार्टीको झोले भयो कि भन्न बेर छैन। कुरा देशको गम्भीरतापूर्वक भन्न चाहन्छु। मेरो सुरक्षाको ग्यारेन्टी लियोस्, मलाई सुरक्षित राखियोस् भने केही प्रमाणहरू दिन्छु। समय आउँदैछ, प्रमाणहरू दिन्छु र सप्रमाण बोलिरहेको छु। म तपाईलाई देखाउँछु कसरी विभिन्न दूतावासहरू राति 12 बजे सम्माननीय प्रधानमन्त्री सुशीला कार्कीको बालुवाटारको निवासमा छिर्छन्। त्यो गाडीमा को थिए? त्यहाँ त सीसीटीभी क्यामेरा छ नि। त्यो सीसीटीभी क्यामेरा नेपाली नागरिकको अगाडि के सार्वजनिक गर्नुहुन्छ? डेट मिति दिन म तयार छु। जुन दिन म निर्मल निवासमा लाइभ गरेको छु नि, निर्मल निवासको बाहिर गेटमा, त्यो दिन प्रधानमन्त्री कार्यालयमा कुन चाहिँ दूतावासको गाडी ओहोर दोहोर गरिरहेको थियो र त्यो दूतावासको गाडीमा को बसिरहेका थिए। यहाँ हाम्रो देशलाई प्रयोगशाला बनाइदिँदैछ, रणभूमि बन्दैछ हाम्रो देश। जति तपाईहरू सामान्य बुझ्दै हुनुहुन्छ त्यो सामान्य त कुरा होइन, यो बडो गम्भीर विषय छन्। बोल्दाखेरि फेरि सोच्न थाले। किन सोच्न थाले भने बोलौँ किन बोलौँ? म तपाईहरुलाई भन्न चाहन्छु, जुन दिन 23 गते घटना भयो, शान्तिपूर्ण प्रदर्शनमा गोली चल्यो, ल ठीक छ मान्यौ। 24 गते बानेश्वरको फुटेजहरू निकालियोस्। ब्ल्याक टी सर्टहरू कोले लगाएको थियो र त्यो ब्ल्याक टी सर्टमा, कालो रङको टी सर्टमा के लेखिएको थियो त्यो कुरा सार्वजनिक गर्ने आँट कसको छ? अब यो बोलिरहँदा त्यो ब्ल्याक टी सर्ट लगाउने वालाहरू मलाई टार्गेट गरिसक्यो। अब टार्गेटमा परिसकेँ, नो डाउट। दोस्रो कुरा तपाईहरुलाई भन्छु, सबै ठाउँमा आगजनी भयो हैन। प्रहरीको चौकीहरू प्राय हामी नेपालीहरू बुझ्छौँ। ल मानौ कुनै जिल्लामा के भयो, विराटनगरमा के भयो, कुनै घटना भयो भने धेरैमा के हुन्थ्यो? विराटनगरको प्रहरी चौकीमा तोडफोड हुन्थ्यो, ढुङ्गामुढा हुन्थ्यो, आन्दोलनहरूमा त्यही त हुन्थ्यो। तर 24 गते कहाँबाट सबभन्दा शक्तिशाली कहाँ छ? देशको मेरुदण्ड सुरक्षा निकाय, त्यसलाई टार्गेट गरियो। सबैभन्दा इम्पोर्टेन्ट फ्याक्ट कहाँबाट भयो भने ल 23 गते प्रहरीले गोली चलायो, त्यो गोलीबाट मृत्यु भयो, जेन्जी भाइ बहिनीहरूले गोली खाए, ताकी गोली हानियो। त्यो गोली हान्नेहरू को छन्? प्रहरी हुन सक्छन् कि अन्य मान्छेहरू हुन सक्छन्। त्यो कसरी त्यो घटनाहरू भयो, यसमा अहिले सर्वप्रथम यिनीहरूको छानबिन होस् जति सक्दो हुन्छ। किनभने हामीले जानकारी के पाइरहेका छौँ भने प्रमाणहरू नष्ट हुँदैछ। आज म यसरी बोले नि, अब त्यो कालो टी सर्टको अघि जुन मैले भनेको थिएँ, कालो टी सर्ट लगाउने मान्छेहरूको टी सर्ट पछाडि के लेखिएको थियो र त्यसको फुल फर्म के हो? अब यति भन्दा त सायद नेपाल प्रहरीले र अहिलेको सरकारले बुझिसक्यो होला म के भन्न खोजिरहेको छु कि त्यो पनि म खुलेरै भन्नु पर्यो। यदि मलाई मार्नै खोज्नु भएको छ भने मर्न म तयार छु। तर त्यो कालो टी सर्टमा 3 शब्दको जुन कोड लेखिएको थियो त्यो कोडको फुल फर्म के हो? जसरी एचटीपी, हाम्रो कम्पनीको नाम हो एचटीपी, हिमाल तराई पहाड है। हाम्रो कतिपयलाई थाहा हुँदैन एचटीपी को फुल फर्म के हो। एचटीपी को फुल फर्म हिमाल तराई पहाड हो। त्यहाँनिर त्यो कालो टी सर्टमा 3वटा अक्षर लेखिएको छ। त्यो टी सर्ट कोले लगाएका थिए, तिनीहरू कहाँबाट परिचालित थिए र उनीहरूको भूमिका के थियो 24 गते। यो कुराहरू 23 गते र 24 गतेको फुटेजहरू विभिन्न ठाउँबाट निकालियोस्। सही के हो, सत्य के हो, सबैको अगाडि आइहाल्छ। देश अहिले सङ्कटमा छ। अन्तर्राष्ट्रिय शक्तिहरू पुरै सक्रिय छन्। रातारात बालुवाटारमा ढोका खोलिन्छ एम्बेसीको गाडीको नाममा। त्यो गाडीहरू रातिको 12 बजे प्रधानमन्त्री कार्यालयमा के गर्न जान्छ? यो प्रश्न सोध्ने कि नसोध्ने? केही इमर्जेन्सी नै थियो भने त्यो जनताको अगाडि, यो देशको अगाडि राख्नु पर्यो। के चाहिँ इमर्जेन्सी थियो? आज तपाईँ हेर्नुस्,
कस्तो भइरहेको छ यो देशमा। केही नाम चलेका, अहिलेको अवस्थामा नाम चलेका विभिन्न एनजिओहरूले यो सरकारलाई चलाइरहेको अवस्था छ।